सरकारले प्रदेश सरकारलाई विराटनगरको बैजनाथपुरमा रहेको क्रिकेट रङ्गशाला हस्तान्तरण गरेमा आगामी 2 वर्षभित्र सुविधा सम्पन्न अत्याधुनिक रङ्गशाला निर्माण गरी सञ्चालनमा ल्याउने बताउनु भएको छ। मुख्यमन्त्री कार्कीले प्रदेशमा क्रिकेटको विकासका लागि नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणमा प्रदेश सरकारलाई जोड्न सङ्घलाई आग्रह गर्दै त्यो प्रतियोगिताको प्रथम पुरस्कारको रकमको व्यवस्था गर्ने तथा विराटनगर किङ्सको नाम परिवर्तन गरी कोशी अर्नाज राख्न सुझाव दिनु भएको छ। क्यानको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले देशकै भन्दा संस्था बलियो हुनुपर्ने धारणा राख्नुभयो। सबैले कानुनको पालना गर्नुपर्ने भन्दै कसै कति कानुन मिल्थ्यो र कुनै कति बलियो भन्दा पनि सबै गतिविधि कानुन सम्मत हुनुपर्ने उहाँको भनाइ थियो। बाजे यत्रो घोडा जत्रो खसी लिएर कता जान लाग्नु उहिले घरले छोरो मागिन्छ सुत्केरी बस्न पाइन्छ गइन्छ त्यसैलाई कसरी लैजाउँ भनेर हिँडेको बाजे यत्रो घोडा जत्रो खसी लिएर कता 2082 असारसम्मका लागि नवीकरण गरेको छ। त्यसका नवीकरण गरेको छैन। नेपाल प्रिमियर लिग एनपिएलको पनि क्यानमाथि पारदर्शिताको प्रश्न उठेको छ। हत्या दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानबिन गर्न सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखेको थियो। एक समयको कुरा हो अब जनमतको अन्तिम परिणाम जनमतमा हिजो हाम्रो प्रश्न थियो। अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ। यो खबरमा तपाईँको मत के छ? ए विश्वास जित्ने कदम, बी अनावश्यक टिप्पणी, सी डर बढाउने मेसो र डी केही भन्न चाहन्न। जनमतको अन्तिम परिणाम यस्तो छ। ए विश्वास जित्ने कदममा 60%, बी अनावश्यक टिप्पणीमा 19%, सी डर बढाउने मेसोमा 15% र डी केही भन्न चाहन्नमा मात्र 6% मत प्राप्त भएको छ। जनमतमा आजको राधाले सोध्नुभयो, प्रभु यदि कसैले गल्तीले राख्नुपर्ने वस्तु खायो र फाल्नुपर्ने वस्तु नेपाली क्रिकेट निरन्तर उकालो लागिरहेको बेला सङ्घमा विवाद देखिएको छ। यो खबरमा तपाईँको मत के छ? खेलमै असर गर्छ, ती राजनीतिक बन्द गर र सी छलफल गरेर मिला, साथै ती केही भन्न चाहन्छ। यो कुनैमा नजर्नु के गर्छ लु मार्छु पार्दैछु कान्तिपुर.com गएर आफ्नो मत व्यक्त गर्नुहोला। नेपाल क्रिकेट सङ्घ क्यानले हरेक वर्ष क्यान एनुअल अवार्ड प्रदान गरिरहेको छ। विराटनगरमा जारी वार्षिक साधारण सभामा